हेलो नमस्ते सबैजनालाई। आज चाहिँ जापानिज ल्याङ्ग्वेज इन नेपालीको चाहिँ हामी खान्जी सेक्सनमा पढ्नेछौँ। आज चाहिँ हामी कसरी सजिलैसँग खान्जी चाहिँ पढ्न सकिन्छ र याद गर्न सकिन्छ भन्ने कुरालाई फोकस गरेर यो भिडियो बनाएको छु है त। आज चाहिँ हामीहरू बेसिक खान्जीबाट सुरु गर्छौँ। इचीदेखि निज्यू यानि कि 1 देखि 20 सम्मको खान्जीहरू चाहिँ लेख्दै जान्छौँ है। सुरुमा 1 2 रोमनजीमा लेख्छु है त। सबैभन्दा सुरुमा चाहिँ इची भन्छ है। 1 लाई चाहिँ इची भन्छ। इची भनेको चाहिँ जस्ट एउटा धर्का मात्र तान्दिनुहोस् है त। अनि अर्को भनेको चाहिँ नि भनेको चाहिँ माथिको धर्कालाई अलिकति सानो र मुनिको धर्कालाई चाहिँ अलिकति लामो बनाइदिनुहोस् है। यो भनेको चाहिँ नि है। म अहिले एकछिनमा यहाँ नेपालीमा लेखिदिन्छु। अहिलेलाई चाहिँ हामी खान्जीमा लेख्दै जाउँ है त। सान भनेको चाहिँ माथिको अलिकति लामो, बिचको अलिकति सानो त्योभन्दा, अनि माथिको जतिको साइजको चाहिँ मुनि बनाइदिनुहोस् है त। त्यसपछि अर्को आउँछ सी बनाउनको लागि चाहिँ तपाईँहरू सुरुमा बक्सा बनाउनुहोस् है। बक्सा बनाएपछि यसलाई यता लानुहोस् र यसलाई यता लानुहोस्। यो भनेको चाहिँ सी भयो है। सी पछि अर्को चाहिँ हाम्रो गो भनेको चाहिँ 1 2 3 एच जस्तो बनाइदिनुहोस् अनि फेरि यसलाई बन्द गरिदिनुहोस् है। यो भनेको चाहिँ 5 भयो है। अर्को भनेको चाहिँ 6 छ। 6 भनेको चाहिँ रोकु, सिधा धर्का तान्ने उल्टो टी जस्तो बनाउनुहोस् अनि यसलाई चाहिँ चम दिनुहोस् है त। यो भनेको चाहिँ रोकु है। नाना अथवा सिची भनेको चाहिँ सिधा धर्का तान्नुहोस् अनि यसलाई चाहिँ यस्तो खालको बनाइदिनुहोस् है। टी जस्तो भयो भने यो चाहिँ नाना अर सिची भन्छ है यसलाई चाहिँ। हाची भनेको चाहिँ चन यो भनेको हाची भयो है। त्यसपछि आउँछ हाम्रो क्यु अथवा कु भनेको चाहिँ यसलाई घुमाइदिने सिधा धर्का अथवा अलिकति घुमाइदिनु त्यसलाई। त्यसपछि यसलाई सिधा लानुहोस् अनि यसलाई माथि लानुहोस्। यो भनेको चाहिँ क्यु भयो है। माथि लाँदा पनि भयो। यसलाई चाहिँ यस्तो तरिकाले गर्दा पनि हुन्छ है। अलिकति यस्तो तरिकाले गर्दा पनि हुन्छ। जिउ भनेको चाहिँ प्लस। हेर्नु त सजिलो छ नि है। अब जिउदेखि चाहिँ अझै सजिलो छ कि तपाईँहरूलाई के गर्नु पर्दैन, 10 + 1 गर्नु। 10 भनेको अघि भर्खर हामीले प्लस बनाएको थियौँ अनि 1 भनेको चाहिँ यसरी ड्यास दिएको थियौँ है। यो भनेको चाहिँ जिउची। जिउनीमा त्यही हो 10 + 2। जिउसान भनेको 10 + 3। जिउयोन भनेको 10 + योन है। त्यो प्लस लेख्नुहोस् अनि यतापट्टिको सेम सारिदिनुहोस् है। यो भनेको चाहिँ सबै सेम हो। त्यसपछि जिउगो एच बनाउने तान्दिने, फेरि त्यसपछि जिउ रोकु, जिउ नाना, जिउ हाची, जिउ क्यु, अनि त्यसपछि आउँछ हाम्रो निज्यू भनेको चाहिँ 20 भयो नि त। कति भयो हाम्रो ड्यास है। ड्यास अनि 10 भनेको प्लस भयो है। यो चाहिँ हाम्रो 2 × 10 20 भयो है त। सो अब यसलाई चाहिँ म नेपालीमा लेखिदिन्छु है त। यसलाई चाहिँ इची भन्छ है। त्यसपछि यो भयो नि सान, सी अथवा योन भन्छ। योन नि सान सी अथवा योन। गो रोकु नाना अथवा सिची चाहिँ अटेन है त। हाची क्यु अथवा कु भन्छ है यसलाई चाहिँ। त्यही भएर क्यु अथवा कु यसरी ब्राकेट दिन्छ है यसलाई चाहिँ। त्यसपछि आउँछ हाम्रो जिउ। त्यसपछि यता आउँछ हाम्रो जिउची, जिउनी, जिउसान, जिउयोन। यसलाई चाहिँ जिउयोन नै पढ्नुहोस् है। यसलाई चाहिँ जिउ सिची भनिँदैन। त्यही भएर जिउयोन नै पढ्नुहोस् है। जिउगो
16 17 यसलाई पनि 17 नै पढ्नुहोस् है त यसलाई चाहिँ 17 चाहिँ भनिँदैन है 18 19 अनि त्यसपछि आउँछ हाम्रो नि ज्यू है ज्यू इची ज्यू नि ज्यू सान ज्यू योन ज्यू गो ज्यू रोकु ज्यू ज्यू नाना ज्यू हाची ज्यू रोक ज्यू क्यू नि ज्यू है त आजलाई चाहिँ हामी यति नै पढ्नेछौँ मेहनत गर्नुहोस् मेहनत गऱ्यो भने चाहिँ हामीहरू जे कुरा पनि सक्छौँ जस्तो लाग्छ त्यही भएर खान्जी पनि त्यस्तो गाह्रो छैन है प्र्याक्टिस गर्नुहोस् मेहनत गर्नुहोस् सी यू इन द नेक्स्ट भिडियो बाई बाई